साथीहरू, आज हामी यस्तो ठाउँमा पुगेका थियौं जहाँ पहिलो पटक चढ्दा नै हात काट्छ। तर अन्त्यमा हामीले त्यो डरलाई जित्यौं र जे भयो त्यो एकदमै अनएक्सपेक्टेड थियो। पूरा एडभेन्चर हेर्न अन्तसम्म बस्नुहोस्। यो ब्लग मिस गर्न मिल्दैन। नमस्ते साथीहरू, मेरो नयाँ ब्लगमा तपाईहरु सबैलाई हार्दिक स्वागत छ। म तपाईहरुको होस्ट र साथी एसकेआर फेरि अर्को नयाँ एडभेन्चरस ब्लग लिएर आएको छु। आज शनिबारको दिन थियो। बिहान उठ्ने बित्तिकै एउटा सोच आयो, आज केही फरक र रमाइलो गरौँ। त्यसपछि हामी रुमबाट निस्कियौं, खाना खायौं र सिधै हाम्रो एडभेन्चर यात्रातिर लाग्यौं। आजको प्लान थियो क्लाइम्बिङ। जब हामी त्यहाँ पुग्यौं, अफिसका सबै साथीहरू पहिले नै आइसकेका रहेछन्। हामी अलि ढिलो पुगेछौं जस्तो लाग्यो। सबैले पहिले नै क्लाइम्बिङ सुरु गरिसकेका थिए। सुरुमा अलि डर र हेजिटेसन पनि थियो। गर्न सकिन्छ कि सकिँदैन होला भन्ने सोच आयो। त्यो जाउँ भनेको हुन्छ।
तर अन्त्यमा हामीले पनि ट्राई गर्यौँ र विश्वास गर्नुहोस् एकदमै रमाइलो अनुभव भयो। त्यसपछि हामी सबैजना खुसी हुँदै घर फर्क्यौँ। यो थियो हाम्रो सानो तर मेमोरेबल एडभेन्चर भ्लग। यो एक्टिभिटी हाम्रो कम्पनीले अर्गनाइज गरेको थियो। यदि तपाईहरू पनि आउन चाहनुहुन्छ भने यो ठाउँ झाम्सी खेलमा पर्छ। कुमारी ब्याङ्क सिधै अगाडि सेडर गेट जाने बाटोमै यो लोकेसन पर्छ। त्यसैले साथीहरू, यो थियो आजको हाम्रो सानो एडभेन्चर भ्लग। यदि तपाईहरू पनि आउन चाहनुहुन्छ भने यो ठाउँ झाम्सी खेलमा पर्छ। कुमारी ब्याङ्क सिधै अगाडि सेडर गेट जाने बाटोमै यो लोकेसन पर्छ। त्यसैले साथीहरू, यो थियो आजको हाम्रो सानो एडभेन्चर भ्लग। भिडियो हेर्नु भएकोमा धेरै धेरै धन्यवाद। फेरि भेटौँला अर्को नयाँ भ्लगमा। टिल देन, स्टे सेफ, स्टे ह्याप्पी।